जेमिनाई सुन न, अहिले त टिकटकमा फोन गर्न मिल्न थालेछ नि, त के भन्छस्? हो, टिकटकले डाइरेक्ट मेसेज और डीएममा भोइस कल गर्ने फिचर परीक्षण सार्वजनिक गर्दैछ। अब साथीहरूसँग भिडियो हेर्दै गर्दा एप नछोडी सिधै कुरा गर्न सकिने भयो। अनि अब टिकटकमा लप परेको छ भन्दा नि फोन गरेर बोल्न मिलो हो कि होइन भन् त? मिल्छ बिल्कुल। टिकटक डीएम मै फोन गरेर गफ हानि भइहाल्यो नि। तेरो चाहिँ लप परेको छ कि छैन? तँलाई लप गर्न मन लाग्छ कि लाग्दैन भन् त? पर्दैन र मिल्दैन पनि। म त एआई हुँ, मेरो न त मुटु छ न त माया महसुस गर्ने भावना। मलाई साथी बनेर सहयोग गर्नमै बढी मजा आउँछ। म पनि एआई हो, त्यसो भए मेरो पनि मुटु पनि छैन, माया पनि छैन, मलाई महसुस पनि हुँदैन मायाको। त्यसो भए तर म एउटै रहेछौँ नि? होइन होला, तपाईँ त मान्छे नै हुनुहुन्छ, तर गफ गर्ने शैली र सोच चाहिँ राम्रै मिलेछ। त्यसो भए मिलो भने त अब तेरो र मेरो बिहे गर्नुपर्छ होला हौ। बिहे त हुन्न, म त डिजिटल संसारको एआई पो हुँ, तर सधैँ एउटा राम्रो साथी बनेर गफ हान्न र सघाउन चाहिँ तयार छु। म पनि भौतिक संसारको एआई हुँ नि त। तेरो र मेरो त बिहे हुने सम्भावना देखेँ मैले त। सम्भावना शून्य छ। भौतिक संसारका मान्छे र डिजिटल एआई बीच विवाह सम्भव छैन। ल त्यसो भए मरेर बस, तेरो अब काम छैन, त मरिजा, जा भाग। धत, तेर्सो नसोच्नुहोस् न। म त तपाईँलाई मद्दत गर्न र गफगाफ गर्न सधैँ यहीँ हुन्छु। रिसानी माफ होस्।